हाई अगेन आज चाहिँ म बनाउँदैछु ड्राइड फिस। यसको लागि चाहिँ मैले यो भेराइटीको फिस लिएको छु र यसलाई मैले मजाले पानीमा सोक गरेँ, धुई पखाली गरेर मैला बलुवा सब निकालेँ र एउटा प्यानमा मजाले तेल तताएँ। त्यहाँदेखि तातो तेलमा मैले यसलाई धोएको फिसलाई हालिदिएँ र मजाले फ्राई गरेँ। बेसी चाहिँ चलाउनु हुँदैन बिकज यो अलिकति पानीले गर्दा गलेको हुन्छ। र यसमा मैले हालेँ गार्लिक र प्याज। गार्लिक चाहिँ डल्लो डल्लै हालेको छु मैले, यो चाहिँ एकदमै कलिलो थियो। र मजाले एकछिन बादमा हालेँ जिन्जर गार्लिक पेस्ट र माथिबाट एड गरेँ मैले टमेटो। मजाले एकछिन फ्राई गरेँ। फ्राई भएपछि माथिबाट मैले एड गरेँ सिबी। मैले चाहिँ यसमा बिन्स लिएको छु, तपाईँले आफ्नो चोइसको भेजिटेबल्सहरू एड गर्नु सक्नुहुन्छ। माथिबाट सल्ट हालेँ र अलिकति हल्का हल्का माथि माथि चलाएँ र एकछिन मैले यसलाई त्यतिकै कभर गरेर छोपेर पकाएँ र एकछिन पाकेपछि हेर्नुहोस् त यस्तो भएको छ। त्यहाँदेखिको मैले यो रेड चिलिजहरू हालेँ। यो चाहिँ एकदम स्पाइसी हुँदैन, यो चाहिँ खालि फ्लेभरको लागि मात्रै मजाले हालेँ र एकछिन फेरि छोपेर पकाएँ र अलिकति चिल्लीहरू गल्यो र एकछिन फ्राई गरेँ र हेर्नुहोस् रेडी पनि भइहाल्यो हो। हेर्नुहोस् त यो चाहिँ एकदमै झटपट बनिने र एकदमै डिलिसियस र इजी टु कुक। इन्जोय।